अगाडि आउनु अगाडि किचन किचन अगाडि सर 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 हट्नु न हट्नु हट्नु done. सबैजनाले यता हेर्नु ल उता पछाडि सरु नि यता हेर्नु आज चाहिँ बुढी ल रेडी स्थापना भइसकेका छन् र सामाजिक हातहरू अगाडि बढिरहेका छन्। यसै सन्दर्भमा हाम्रो मूल नारा नै हामी सेवा गर्छौँ भनेर प्रण गरेर नै हामी अगाडि बढिरहेका छौँ। यसै क्रममा चाहिँ हाम्रो यस लायन्स क्लब अफ बुटवल मुक्तिनाथको स्थापना 2015 मा स्थापना गरी हामीले विविध कार्यक्रमहरू विभिन्न बाढी प्रकोप स्वास्थ्य हरेक क्षेत्रमा चाहिँ योगदान दिँदै हामी अगाडि बढिरहेका छौँ र लायन्सको कर्तव्य नै सबैभन्दा ठुलो मानव सेवा हो। मानव सेवाको लागि लायन्स हरदम तयार भएको देखिन्छ जहिले पनि। र हामीले विविध कार्यक्रम गर्दै गर्दा आज अलिकति ढिला हुन गएकोमा यहाँसँग पहिल्यै क्षमा प्रार्थी माग्न चाहन्छु। कारण अलिकति गेस्टहरू आउनमा ढिला भयो या दर्शकहरू आउनुमा चाहिँ गेस्टहरू त होइन तर दर्शकहरू चाहिँ अलिक ढिला आइदिएकोमा हामी चाहिँ अलिकति ढिला गर्न पुग्यौँ, त्यसलाई क्षमा प्रार्थी छु। एन्ड इन्स्टलेसन कार्यक्रममा उपस्थित हुनुभएका अग्रज सम्पूर्ण साथीहरू यहाँहरू सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दै आजको यस कार्यक्रमलाई म औपचारिकतातर्फ अगाडि बढाउन चाहन्छु। यसै कता ग्रहण गरिदिनुहुन यस लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष छविलाल पाण्डेज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी फर्स्ट लेडी निर्मला पाण्डेज्यूलाई पनि सबै आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका हाम्रा अभिभावक अग्रज आदरणीय व्यक्तित्व डिस्ट्रिक्ट गभर्नर
एनजिएफ लाइन पुरुषोत्तम प्रधानज्यूलाई पनि आजको प्रमुख अतिथिको आसन ग्रहण गर्नुमा हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मल्टिपल डिस्ट्रिक्ट मार्केटिङ कोअर्डिनेटर तथा पिडिसी आदरणीय व्यक्तित्व अरुण प्रसाद राणाज्यूलाई पनि आफ्नो अतिथिको लागि आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आइटिबिजी आदरणीय व्यक्तित्व पिएमकेएफ लाइन अर्जुनमान शैलीलाई पनि आजको हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आदरणीय व्यक्तित्व फर्स्ट भिडिजी लाइन बालाराम भट्टराईलाई पनि आजको यस कार्यक्रममा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आदरणीय व्यक्तित्व सेकेन्ड भिडिजी लाइन सन्दीप पसन्दज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मल्टिपल डिस्ट्रिक्ट इन्फर्मेसन टेक्नोलोजी चेयरपर्सन पिएमसिसी पिएमजिएफ आदरणीय व्यक्तित्व सुनिल खोलाजीलाई पनि आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पिडिसी एमजिएफ आदरणीय व्यक्तित्व लक्ष्मी खयर प्रधानज्यूलाई पनि आजको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। यस कार्यक्रममा अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी डिस्ट्रिक्ट ट्रेजर आदरणीय व्यक्तित्व प्रकाश कुमार श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी डिस्ट्रिक्ट चिफ एडभाइजर लाइन खेमबहादुर हमालज्यूलाई पनि आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी डिस्ट्रिक्ट सेक्रेटरिएट एडभाइजर विनोद खरेलज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी डिस्ट्रिक्ट फाइनेन्सियल एडभाइजर लाइन दिनेश प्रसाद श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध। रिजन 1 का रिजन चेयरपर्सन एनजिएफ लाइन ज्ञानप्रसाद पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पूर्व अध्यक्ष डिपार्टमेन्ट मेम्बर शोभाधर बन्जाडेज्यूलाई पनि अतिथिको आसनको लागि हार्दिक अनुरोध गर्न चाहे। पूर्व अध्यक्ष तथा डिपार्टमेन्ट मेम्बर किशोर आचार्यज्यूलाई पनि आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध। जोन 12 जोन चेयरपर्सन एमजिएफ लाइन रामप्रसाद देववासीज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध। जोन आजको यस कार्यक्रममा अतिथिको आसन जोन अध्यक्षज्यूलाई अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। महेश नेपालीज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी डिस्ट्रिक्ट प्रोग्राम मेम्बर तथा निवर्तमान अध्यक्ष लाइन गोविन्द बन्जाडेज्यूलाई पनि आजको यस कार्यक्रममा अतिथिको लागि आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण सदस्यहरू सबैलाई यहाँ उपस्थित हुनुभएका सबैलाई आफ्नो स्थानमा आसन ग्रहण गर्ने हार्दिक। आज 2081 साल पोष 17 गते जनवरी 2025 यस लाइन्समा फुटबल मुक्ति नाट्य 9औं चार्टर एनिभर्सरी तथा अवार्ड प्रोग्राम विधिवत रूपमा शुभारम्भ गरिरहेका Sampai
आफ्नो दाहिने हात हृदयमा राखेर देशभक्तिप्रति समर्पित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी हाम्रो राष्ट्रिय झन्डालाई अभिवादन गर्दै यसप्रति आफ्नो अटुट दृढ विश्वास व्यक्त गर्दछौँ। एउटा सुयोग्य नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पुरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ। यसको सुनौलो अक्षरले लेखिएको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाका निम्ति सत्कार्य गर्ने प्रेरणा प्रदान गर्दछ। हामी हाम्रो राष्ट्रिय झन्डाप्रति अविचलित निष्ठाको घोषणा गर्दै र यसले देखाएको बाटोमा अघि बढ्दै यसको महिमा बढाउन तथा यसलाई राष्ट्रियहरूका माझमा गौरवका साथ फर्फराई राख्न साँचो प्रयास गर्दैछौँ। धन्यवाद। लाइन्स क्लब। सँगसँगै साथै यस सभाका सचिव प्रोफेसर घिमिरेज्यू, यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका यस क्लबका अध्यक्ष लाइन सरकार पाण्डेज्यू, क्लब फर्स्ट लेडी निर्मला पाण्डेज्यू, हाम्रा अभिभावक तथा अग्रज आदरणीय व्यक्तित्वहरू डिस्ट्रिक्ट 325 टीका डिस्ट्रिक्ट गभर्नर एमजिएफ लाइन पुष्पम भक्त प्रधानज्यू, डिस्ट्रिक्ट फर्स्ट लेडी लक्ष्मी फेकर प्रधानज्यू, मल्टिपल डिस्ट्रिक्ट मार्केटिङ कोअर्डिनेटर तथा पिडिजी आदरणीय व्यक्तित्व अरू प्रताप बाबाज्यू, आदरणीय व्यक्तित्व पिएमजिएफ लाइन सैजुज्यू, गेस्टहरू सहभागी भइदिनु होला। उपस्थित सम्पूर्ण गेस्टहरूलाई हार्दिक अनुरोध। ठिक छ आछम बढी भएको त्यहाँको टाइट सर्ट खिच्छ वान त्यो त्यहाँ खिचिहाल्यो त्यो खिचिहाल्यो। फ्ल्यास अफ गरेर खिच न, फ्ल्यास अफ गरेर खिच्छ। कार्यक्रममा स्वागत नृत्य गरिदिनु निश्चित भेन्टीलाई आफ्नो कला प्रस्तुत गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। निश्चित भेन्ट Thank you.
लाइनको पास छ र आजको यो महत्त्वपूर्ण कार्यक्रम 9औं चार्टर एनिभर्सरी कार्यक्रमका श्रद्धेय अध्यक्ष तथा लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्षज्यू, उहाँका स्पाउस, हाम्रो अर्गनाइजेसनका प्रमुख व्यक्तित्व तथा लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक्ट गभर्नर TMJF अर्जुन मान सैजुज्यू, हाम्रै अर्गनाइजेसनका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर TMJF बालाराम भट्टराईज्यू, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर, पत्रकार साथीहरूमा मेरो हार्दिक नमस्कार टक्राउन चाहन्छु। लायन्स क्लब अफ मुक्तिनाथ को आज इन्स्टलेसन पनि हो। म लास्टमा फर्स्ट आउँछु भनेर आज हाम्रो लायन्स क्लब अफ बुटवल मुक्तिनाथले फुर्सद लिएर एकदम आनन्दका साथ इन्स्टलेसन कार्यक्रम गर्न लाग्नु भएकोमा सर्वप्रथम थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो तर्फबाट र डिस्ट्रिक्टको तर्फबाट। र लायन्स क्लब अफ मुक्तिनाथको विषयमा सायद भनिराख्न नपर्ला, धेरै जुझारु साथीहरू हुनुहुन्छ। मेरो विचारमा 50 जना भन्दा जुझारी युवाहरूको समूह हो लायन्स क्लब अफ बुटवल मुक्तिनाथ। चार्टर प्रेसिडेन्ट लाइन विनोद पौडेलज्यूले एउटा संस्थापक अध्यक्षको नेतृत्व लिनु भएर जुन हिसाबले यो क्लबको लाई अगाडि बढाउनलाई प्रयास गर्नुभयो, तर 6 महिना उहाँले कार्यकाल गर्दा गर्दै विविध कारणले मलाई लाग्छ अध्ययनको सिलसिलामै होला बाहिर जानुभएको र त्यसको नेतृत्व लिनुहुने मेरो आदरणीय लायन्स लक्ष्मण रेग्मीजी कता हुनुहुन्छ कृपया उठिदिनु होला। एक जोरदार तालीले सम्मान गरिदिनु होला। आज उहाँकै कारणले उहाँ 1.5 वर्ष अध्यक्ष गर्नुभयो, 6 महिना टेम्पोरेरी अध्यक्ष हो लक्ष्मणजी र आफ्नो कार्यकाल पुरा 1 वर्ष। वास्तवमा चार्टर प्रेसिडेन्टको अभिभावकत्व निभाउने लक्ष्मण रेग्मीजी हुनुहुन्छ। त्यस पश्चात ऋषिरामजी हुनुभयो, हाम्रो अब गोविन्दजी हुनुभयो, कृष्णजी हुनुभयो, कृष्णमा पनि डबल कृष्णपछि फेरि अर्को कृष्ण होइन। अनि आएर अब छविलालजी हुनुभयो, गोविन्दजी कता जानुभयो? श्रीकृष्ण गोविन्द हरे मुरारी कहाँ जानुभयो? कृष्ण गोविन्द सबै यहाँ हुनुहुन्छ है। त्यही भएर पनि यो क्लबको नाम मुक्तिनाथ, जो सबैभन्दा यो तीर्थ जाँदा पनि मुक्तिनाथ नगएसम्म तीर्थ सफल हुँदैन रे। त्यसकारणले एकदमै जुन प्रकारको तपाईँहरूले नाम चयन गरेर यो क्लबलाई माथि उठाउन सहयोग गर्नुभएको छ, त्यसको लागि म लायन्सका हरेक क्षेत्रको साथीहरूको तर्फबाट र मेरो तर्फबाट म लायन्स क्लब मुक्तिनाथ परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र सर्वप्रथम आज इन्स्टलेसन भएको हुँदा इन्स्टलेसन अफिसरको नाताले पनि म तपाईहरूलाई पहिला मेरो ड्युटी पुरा गर्नुपर्छ, किनभने यो ड्युटी पुरा गर्न ढिलो भइसकेको छ। त्यसकारणले यस वर्षका वर्ष 24 र 25 का अध्यक्षज्यू, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्षज्यू लगायत सम्पूर्ण क्लबका आदरणीय पदाधिकारीज्यूहरूलाई म अगाडि उभिदिनु हुन, यथास्थानमा उभिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र
प्रेसिडेन्ट PVST भन्छौँ हामी, प्रेसिडेन्ट फर्स्ट भाइस गभर्नर प्रेसिडेन्ट फर्स्ट भाइस प्रेसिडेन्ट सेकेन्ड र सेक्रेटरी ट्रेजररलाई म स्टेजमा निम्ताउन चाहन्छु। यहाँहरूसँग कोही नयाँ सदस्य हुनुहुन्छ भने कृपया उहाँहरू पनि उठिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। टोपी दिवसमा धेरै साथीहरूले टोपी लगाउनु भन, तर आज हामी बिहानै टोपी दिवस मनाएर डान्स गर हुनुहुन्न, 4 जना मात्रै हुनुहुन्छ। बोर्डका साथीहरू गोविन्दजी बाहिर जानुभएको छ, ठिक छ। र अब टेमर, टेल ट्विस्टर, PRO म सहसचिव र सहकोषाध्यक्षलाई पनि स्टेजमा निम्ताउन चाहन्छु। बुटुल मुक्तिनाथका स्टेजमा रहनुहुने आदरणीय लाइन्स लिडरहरूलाई दायाँ हात यसरी उठाइदिनु हुन म विनम्र निवेदन गर्दछु र म अनुरोध गर्न चाहन्छु, मैले म भन्दाखेरि यहाँहरूले तपाईँको सुन्दर नाम र मैले दोहोऱ्याएको शब्दलाई कृपया दोहोऱ्याइदिनु हुन म विनम्र निवेदन गर्न चाहन्छु। म पदस्थापन समारोहको यो गरिमामय अवसरमा यो शपथ लिन्छु, म आफ्नो पदीय मर्यादालाई सदैव उच्च राख्नेछु, डिस्ट्रिक्ट तथा क्लबले दिएको जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनेछु, लाइन्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिमा रहनेछु, शुल्कहरू समयमा बुझाउनेछु, एसोसिएसनका गोपनीयता भङ्ग गर्ने छैन, लाइनबादको गौरव, गरिमा एवं प्रतिष्ठाप्रति सचेत रहँदै मानवीय सेवामा लाग्ने प्रण गर्दै यो सभा समक्ष पद तथा गोपनीयताको शपथ लिन्छु। हामी सेवा गर्छौँ, मेरो मूल मन्त्र हुनेछ। कृपया हात तल गरिदिनु होला। यहाँहरूलाई तपाईँहरू पदस्थापित भएको घोषणा गर्दछु र कृपया जोरदार तालीले सम्मान गरिदिनु होला र यस क्लबका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, सदस्य साथीहरू सबैलाई म स्टेजमा निम्ताउन चाहन्छु र मेरो गभर्नर टिमले उहाँहरूलाई म सम्मान गर्न चाहन्छु।
सकारात्मक कार्य गर्नको लागि प्रयोग गर्दछौँ। म अध्यक्षज्यूलाई यो बैठकमा तपाईँले मिटिङ प्रोसिडर सुरु गर्दाखेरि यसबाट विधिवत शुभारम्भको घोषणा र समापन गर्दा यसको प्रयोग राम्रोसँग गरिदिनु होला भन्ने अनुरोध गर्दै यसलाई म अध्यक्षज्यूलाई हस्तान्तरण गर्दछु। अध्यक्षज्यूलाई त्यसले मलाई एकदम हार्दिक अनुरोध गर्दछ। यही आउँछ सेन्टरमा यो समयलाई बचत गर्दै म यो पदका प्रथम उपाध्यक्षज्यूलाई यो डिस्ट्रिक्ट गभर्नरको मेनुअलबाट सम्मान गर्न चाहन्छु। किनभने अहिले नै अध्ययन गर्नुभयो भने हाम्रो बालम सरलाई सजिलो होला, हामी पास गराउनुपर्छ र म प्रथम उपाध्यक्षज्यूलाई एकदम डिस्टिङसन ल्याएर पास हुने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। सचिवज्यूले र म अध्यक्षज्यूलाई मेरो क्यालेन्डरबाट पनि सम्मान गर्दै यस यिनै कुरा गर्दै यहाँलाई यथा स्थानमा आसन ग्रहण गरिदिनु म विनम्र निवेदन गर्न चाहन्छु।
तथा सम्पूर्ण अतिथिगणज्यूहरूलाई अगाडि आएर केक काटेर आजको यस चार्टर एनिभर्सरीको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्दछु।
संचालक गोपाल घिमिरेज्यू आज यस चार्टर नाइटको अध्यक्षज्यू फर्स्ट लेडीज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू र विभिन्न क्लबको अध्यक्षज्यूहरू उपस्थित लायन्स ननलायन्स साथीहरू र लायन्स क्लब अफ फुटबल मुक्तिनाथको स्पोर्ट्स तथा संस्थाना नानी बहिनीहरू भाइ बहिनीहरूलाई सम्पूर्णमा म गोविन्द प्रसाद भण्डारीको सन्ध्याकालीन नमस्कार गर्न चाहन्छु। मैले प्रोटोकल स्थापित भइसकेको कारणले धेरै टाइम वेस्ट गर्न नचाहेको कारणले कसैको पनि मैले नाम उच्चारण गरिनँ, पदलाई चाहिँ उच्चारण गरेँ। टाइम पनि कम छ हामीसँग, किनभने कार्यक्रम पहिल्यै ढिला भइसकेको छ। र विशेष गरी आज म सम्झिन चाहन्छु यस कार्यक्रमको संयोजक तुलसीराम पाण्डेज्यूलाई, जसले चाहिँ यति राम्रो यति भव्य कार्यक्रम गरिदिनु भयो। उहाँका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र सबैले ताली बजाइ धन्यवाद। चार्टरमा ल्याएको कारणले गर्दा अलिक ढिला भएर हामी 3 महिनाभित्र गर्न हुन्छ भन्ने कारणले चाहिँ हामी कोसिस हालेका हौँ। किनभने गत वर्ष डिस्ट्रिक्टको कार्यक्रमहरूमा र एरियाको कार्यक्रमहरूमा एरियाको अवार्ड सेरेमनी कार्यक्रममा मैले 3-3वटा अवार्ड पाएको थिएँ। त्यति बेला म साह्रै हर्षित थिएँ। तर त्यो अवार्डहरू पाउने भनेको मेरो लायन्सको साथीहरूको सदस्यहरूले गर्दा मैले पाएको थिएँ। कति बेला आउँछ उहाँहरू
राजेश गौतमज्यू उहाँ पनि स्टेजमा आइदिनुहोस् मलाई सहयोग गरिदिनु न राजेश गौतमज्यू र त्यसै गरी हाम्रो विश्वमणि भूषालज्यू पनि स्टेजमा आइदिनुहोस् र लक्ष्मण रेग्मीज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहेँ र यति भन्दै मैले यो माइक्रोफोन चाहिँ हाम्रो कृष्णप्रसाद पाण्डेज्यूलाई हस्तान्तरण गर्दै उहाँले आफ्नो कार्यकालमा अति नै उत्कृष्ट कार्यहरू सम्पन्न गरेर कार्यकाल समाप्त गर्नुभएको छ। उहाँले भने जस्तै उहाँले 100+ प्रोग्रामहरू आफ्नो कार्यकालमा सम्पन्न गरिसक्नु भएको छ र उहाँले सो कार्यकालमा उहाँलाई सहयोग गर्ने सम्पूर्ण राष्ट्र मुक्तिनाथका साथीहरूलाई सम्झना स्वरूप आफ्नो मायावती प्रदान गर्ने कार्यक्रममा मलाई सहजीकरण गर्नको लागि बोलाउनु भएको छ। त्यसको लागि मैले उहाँलाई धन्यवाद दिन चाहन्छु र यो मायावती वितरण गरिदिनको लागि आजका प्रमुख अतिथि डिस्ट्रिक्ट कृष्णप्रसाद नेपालका डिस्ट्रिक्ट गभर्नर एन्जल लायन पुष्पल भक्त प्रधानज्यूलाई मैले आमन्त्रण गर्न चाहन्छु। साथै गत वर्ष जस्तो उहाँ गोविन्द प्रसाद बङ्गालीज्यूले आफ्नो अवार्ड सेरेमनी गर्दै गर्दा उहाँकै कार्यकालको गभर्नरज्यू हालका स्पाउस लक्ष्मी भण्डारी पौडेलज्यूलाई आएर उहाँको मायावती ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको यस कार्यक्रमका प्रेक्षागृह अफिसर वर्ष 24-25का अध्यक्षलाई परिवार पाण्डेज्यूलाई पनि आफ्नो मायावती ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। तथा वर्ष 24-25का प्रथम भाइस प्रेसिडेन्ट लायन तुलसीराम पाण्डेज्यूलाई आफ्नो मायावती ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। रेग्मीज्यूलाई यो मायावती दिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लायन लक्ष्मणप्रसाद जलिज्यूलाई आफ्नो मायावती ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी रमेश बलगाजीज्यू उहाँको बिहामा उहाँको स्काउट आउनुभएको छ म देखिरहेको छु। उहाँले आएर उहाँको मायावती दिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लायन लिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वर्ष 24-25का सचिव लायन गोपाल प्रसाद भुजेलज्यूलाई आफ्नो मायावती लिनुमा हार्दिक अनुरोध गर्दछु। वर्ष 24-25का सेकेन्ड भाइस प्रेसिडेन्ट लायन ताराप्रसाद पाण्डेज्यूलाई पनि आफ्नो मायावती लिनुमा त्यसरी लायन विष्णुप्रसाद भण्डारीज्यू अगाडि आएर आफ्नो मायावती लिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसरी लायन शरद कुमारज्यू त्यसरी हाम्रो पूर्व अध्यक्ष लायन प्रेमचन्द्र भट्टराईज्यू त्यसरी लायन दशरथ भण्डारीज्यू अगाडि आएर आफ्नो मायावती लिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसरी लायन अर्जुन नेपालीज्यू यदि हुनुहुन्छ भने अगाडि आएर आफ्नो मायावती लिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसरी लायन देवराज पाण्डेज्यूको भ्रमण यदि आउनुभएको छ भने अगाडि आएर मायावती लिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसरी लायन राधाकृष्ण पाण्डेज्यू त्यसै गरी
वर्ष 24-25का कोषाध्यक्षलाई पदक पौडेल लाइन धनेश्वर पाण्डे उहाँको माइलो दिन म अहिले दार्जिलिङ आग्रह गर्दछु। लाइन भुवन पाण्डेजी लाइन कुमलाल यसरी लाइन प्रकाश पाण्डे अगाडि आएर हार्दिक अनुरोध गर्दछु। लाइन किशोर घिमिरेजी मैले देखिरहेको छु उहाँ अगाडि आएर उहाँको नागरिकको हात गर्नु यसरी लाइन जिम्मेवार पाण्डे पाण्डे अहिले यहाँ हुनुहुन्न र उहाँको भाउजू उहाँको बिहामा उहाँको भाउजू निर्मला अधिकारी पाण्डेज्यू अगाडि आएर उहाँको नानीको त्यसरी लाइन प्रभाव धोलासिन्धु त्यसरी लाइन रामु भण्डारी त्यसरी इन्जिनियर लाइन त्यसरी लाइन कान्छी पाण्डे लाइन किशोरमा गराइदिनु यसरी हाम्रा पूर्व आचार्य
उहाँको कार्यक्रममा उपलब्ध प्रकारले कोषको संरक्षण तथा वृद्धि गर्ने र विश्वका सदस्यलाई आकर्षक पार्टी गरी हाजिर गर्नुभएको त्यसलाई यी पत्र कार्यक्रममा कार्यक्रमको समालोचना गरेर अतिथिलाई गर्नुहुने प्रस्ताव त्यसैगरी लुम्बिनी अपार खाद्यान्न तथा कृषि सामग्री सौजन्य गरी तय गर्नुहुने क्लबका सदस्यलाई प्रकाश पाण्डेजीलाई पनि आफ्नो मायाको निर्णयमा हाजिर गर्नुभएको छ। प्रकाश पाण्डे हुनुहुन्न, उहाँको सह दया नेपाली पाण्डे हुनुहुन्छ, उहाँलाई हाजिर गर्नुभएको छ। अनि राजनगर स्कुलमा स्कुल प्रकाशको प्रोजेक्ट गर्नुहुने क्लबका सदस्य राजकुमार परियार तथा देवराज पाण्डेजीलाई पनि आफ्नो मायाको त्यसैगरी मेट्रिक कलेजमा 11 कार्यक्रममा सौजन्य तथा सम्मेलन गरे। त्यसैगरी निर्वाह भएबाट कार्यक्रमको संयोजन गरी सहयोग गर्नुहुने सदस्यलाई सुवास दत्तजीलाई आफ्नो स्वर्गीय माताको सम्झनामा स्कुल जुका र कोही कार्यक्रममा गाउँमा विभिन्न माध्यमबाट दिएर अरूको स्कुल कार्यक्रमलाई सफल बनाउनु त्यसैगरी उहाँले कवि गरेर है कार्यक्रम सदस्य कार्यक्रमहरूमा नदीबाट लिएर हाम्रो लाग्दै गर्दा त्यो कार्यक्रममा सबैलाई हार्दिक धन्यवाद गर्न चाहन्छु। र विभिन्न माध्यमबाट त्यसैगरी वर्षभरि उहाँको दाहिना हात भएर कतिको भूमिका निर्वाह उहाँको कार्यकालमा कति दाहिना हात भएर
वर्ष 23-24 अध्यक्ष वर्ष 23-24 के होला कि भिडियो लिएर आउँछु ल
वर्ष 24-25लाई एकदम नजिकबाट जुन मार्गबाट भयो त्यो कुनै शब्दमा बयान गर्न सकिएको त्यो शब्द छैन र उहाँ वर्ष 2300का एरियाटिक कोअर्डिनेटर र हालका एओडी लाइन विनोद सुवेदी मैले भन्छु एकदम डाइनामिक लिडर भनेर बोलाउँछु मैले एकदम डाइनामिक लिडर लाइन विनोद सुवेदीलाई आफ्नो माइक्रोफोन लिदिनुमा हार्दिक अनुरोध गर्दछु। क्लबमा कार्यवाहक संस्थापक अध्यक्ष हुँदै अब प्रत्येक वर्ष उहाँको अभिभावकको कार्यक्रमहरूमा सरसल्लाह दिएर कार्यक्रमहरूको लगायत विभिन्न माध्यमबाट अध्यक्षजीलाई क्लबका पूर्वाध्यक्ष लाइन लक्ष्मण रेग्मीजीलाई अध्यक्षजीलाई विशेष माया दिनबाट सम्मान गर्ने कार्यक्रम रहेको छ। सम्मानित भइदिनु। साथै आजका मुख्य आकर्षण रहेको हाम्रा कर्मचारी रिजर्भ ब्याङ्क पुरुषोत्तम भक्त प्रधानमन्त्रीलाई पनि उहाँले आफ्नो माग्यद्वारा सम्मान गर्ने कार्यक्रम गरेको छ। आफ्नो माग्यद्वारा अब उहाँले आफ्नो कार्यक्रम कार्यक्रममा अध्यक्ष गोविन्द बन्दाले मधुबाट धेरै कुरामा सहयोग गरी गोविन्द बन्दालेको कार्यकाल सफलतामा धेरै महत्त्वपूर्ण योगदान दिएको छ। अरुण खालिदासलाई अगाडि स्टेजमा आउनको लागि अनुरोध गर्दछु। यति गर्दै हाम्रो समय कार्यक्रम अगाडि म पुनः यो आजका कार्यक्रम सञ्चालक वर्ष 24-25 लाइन गोपाल गिरीलाई प्रदान गर्न चाहन्छु। धन्यवाद। सम्पूर्ण साथीहरूलाई र आफैहरूलाई
सम्मान गरेर माया घिमिरेज्यू आजको यस 9औं चार्टर नाइटका प्रसिद्ध प्रिसाइडिङ अफिसर क्लबका अध्यक्ष खगलाल पाण्डे कृष्णज्यू फर्स्ट लेडी, त्यसै गरी हाम्रो निम्तालाई जिम्मेवारी पाल्नुभएका हाम्रा नजिकका लाइनभन्दा पनि अझ धेरै नजिकका हाम्रा आचार्य दाजु पिएमडिएफ दिदी पुरुषोत्तम भक्त बडामन्दाज्यू भाउजू, फर्स्ट बिडी बालराम भट्टराईज्यू, सेकेन्ड बिडी आइपी दिदी अर्जुन साइज्यू, सेकेन्ड बिडी सन्दीप बसीज्यू लगायत देशमा बस्नुहुने सम्पूर्ण अग्रजीवहरू लगायत यस कार्यक्रममा उपस्थित हुनुभएका डिस्ट्रिक्टको विभिन्न पद र अहोदामा रहनुहुने क्याबिनेट अफिसरज्यूहरू, हाम्रो क्लबका पदाधिकारी तथा सदस्यज्यूहरू र हाम्रा स्टाफहरू र यस कार्यक्रममा उपस्थित भएका लाइन तथा नवनानीज्यूहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु। सर्वप्रथम सन् 2015मा हामी 3-4जना साथीहरू मिलेर खोलेको क्लब विनोद पौडेल चार्टर प्रेसिडेन्ट सहित हामी 5-7जनाबाट एउटा उद्देश्य लिई 22जना सदस्य भएर स्थापना भएको क्लब आज डिस्ट्रिक्टमा छुट्टै पहिचान बनाउन सफल भएको छ। यो हामीले व्यक्त गर्न भन्दा पनि हाम्रा कार्यक्रम र धन्यवाद। सम्मान ग्रहण गरेर सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर, हालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर पिएमजेड लाइन बालाराम भट्टराईज्यूलाई पनि फेलो लाइन्स, अल फेमिली मेम्बर्स, अभिवादन, नमस्कार, जय मुक्तिनाथ परिवार। हामी अत्यन्तै खुसीका साथ यो आजको चार्टर एनिभर्सरी मनाइरहेका छौँ। मैले तपाईँको सर्भिस विगत धेरै वर्षदेखि नजिकबाट हेरिरहेको छु।
तपाईँ यस्तो ब्युटीका साथ तपाईँ सर्भिस गर्नुहुन्छ। आज यो प्रोग्राम पनि अति नै ब्युटिफुल ढङ्गले तपाईँहरू सम्पन्न गर्दै हुनुहुन्छ। हामीले हेऱ्यौँ तपाईँको स्मार्टनेस, तपाईँको पर्सनालिटी, जो पूर्व अध्यक्षहरूले यो क्रमलाई पूर्ण रूपमा अभिभावकत्व प्रदान गर्नुभयो। म डिस्ट्रिक्टको तर्फबाट तपाईँ सबैलाई सम्मान गर्न चाहन्छु, बधाई दिन चाहन्छु। आज चार्टर प्रेसिडेन्ट हाम्रो बिचमा हुनुहुन्न, तर उहाँबाट उहाँले अभिभावकत्व दिइरहनु भएको छ। विनोद पौडेलजी, उहाँको स्पाउस लक्ष्मी बन्जारेजी, मैले दुवैजनालाई सम्मान गर्न चाहन्छु, बधाई दिन चाहन्छु र तपाईँले गर्नुभएको यो अभिभावकत्वको दृष्टिले सम्मान गर्न चाहन्छु। आज हामीसँग समय छैन, तथापि पूर्वाध्यक्षहरू हुनहार हुनुहुन्छ। कोही कृष्णका नामबाट, कोही गोविन्दका नामबाट, कोही ऋषिका नामबाट यस्तो व्यक्तित्वहरूको यो जमा आज अहिले हामीले गोविन्दजीले 100+ सेवा कार्य गर्ने भनेको कुनै चोकको कुरा होइन। यो आजका प्रसाकी अफिसर, Just of honor and all lines र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण लाइन्स तथा अनलाइन साथीहरूमा मेरो पुनः हार्दिक अभिवादन पठाउन चाहन्छु। समय ढिलो भएर पनि अबेला भइसकेको हुनाले म चाहिँ धेरै कुरा गऱ्यो भने अन्याय होला। त्यसकारण आदरणीय नेतागणहरूलाई सर्वप्रथम हृदयदेखि म धन्यवाद दिन चाहन्छु। लाइन्स क्लब बुटोल मुक्तिनाथको धेरै कुराहरू हजुरहरूले सुनिसक्नु भएको छ र गोविन्द बन्जारेज्यूले 101वटा कार्यक्रम गरेर जुन गोविन्द बन्जारेज्यूलाई त्यो कार्यकाललाई एउटा स्वर्णिम नाम लेख्नलाई सफल बनाउनु भने आदरणीय यस क्लबका पूर्व अध्यक्षज्यूहरू र साथीहरूलाई जुन सम्मान गर्नुभयो, उहाँहरू सबैलाई एकदम बधाई दिन चाहन्छु र विशेष बधाई हाम्रो वर्ष 2324 का अध्यक्ष गोविन्द भाइलाई। तपाईँको काम सफल भएको छ, अझ सफलताको म शुभकामना व्यक्त गर्न चाहन्छु। र सानो म हाम्रो डिस्ट्रिक्टको जानकारी म यहाँलाई दिन चाहन्छु, किनभने आज रमाइलो हुँदै पनि डिस्ट्रिक्ट गभर्नरको नाताले तपाईँहरूलाई केही कुरा मैले जानकारी गराउनु मेरो कर्तव्य हो भनेर मैले जान्दछु। आदरणीय लाइन्सहरू, हामी अहिले लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 मा 150वटा क्लब हामी एक्टिभ रहेको कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु र हामी 12वटा नयाँ क्लब खोल्न सफल भएका छौँ। त्यो सबै हजुरहरूको कारणले र मुक्तिनाथबाट एउटा क्लब आउन चाहिँ बाँकी छ। कृष्णजी कहाँ आउनुभयो? कृष्णजी साँच्चै राम्रो बोली बताउनुहुन्छ। उहाँले 51,000 र एनएलएफहरू प्रदान गर्नको लागि जुन प्रकारले कृष्णजीले डिस्ट्रिक्टको लागि अहम भूमिका खेल्नु भएको छ, म कृष्णजीप्रति हार्दिक नतमस्तक हुन चाहन्छु र उहाँलाई हार्दिक सम्मान पनि गर्न चाहन्छु। र उहाँले मलाई भनेको अब एउटा कुरा बाँकी छ, त्यो म पछि भनौँला, अहिले नभनौँ। कृष्णजीको जो आज्ञा र अर्को कुरा, लाइन्स क्लब बुटोल मुक्तिनाथ 9 वर्ष सिक्दै गर्दाखेरि यसमा एउटा हुन जरुरी थियो, किनभने तपाईँको क्लब पुरानो भएको हुँदाखेरि केही न केही एनसिआइएफमा तपाईँहरू म्याचुर हुन पर्थ्यो जस्तो मेरो सल्लाह। यसमा केही जबरजस्ती छैन। तपाईँहरूको काम गर्ने शैली, तपाईँहरूसँग रहेको रिपोर्ट कति कतै कम भयो कि मेरो सल्लाह। विशेष गरेर अहिलेका जुझारु नेता हुनुहुन्छ हाम्रो अभिराज पाण्डेज्यू, उहाँले यो वर्ष केही न केही चमत्कार स्टेटमा निम्ताउन चाहन्छु। म उहाँलाई पनि एप्रिसिएसन टिमबाट सम्मान गर्न चाहन्छु।
एकचोटि बोलो मुक्तिनाथ धाम की जय भन्दै पुनः शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय लाइन। धन्यवाद। अब भने हाम्रो माझमा हामी एउटा नृत्यकला प्रदर्शन गर्न गइरहेका छौँ, जसको लागि राखी श्रेष्ठजीलाई आफ्नो नृत्यकला प्रदर्शन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राखी प्रस्तुत गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। जय लाइन। योभन्दा पहिला यस्तो दिनसम्म हामीलाई यो कार्यक्रम गरेर बोलाउनु हुने आदरणीय सचिवजीलाई त म सम्मानै गर्छु। त्यस कारणले म आदरणीय आजका कार्यक्रम सञ्चालक एकदमै आकर्षक रूपले कार्यक्रम सञ्चालन गरेर हामीलाई बोलाइदिनु भयो, कार्यक्रमलाई नदी जस्तो बताइदिनु भएको छ। म उहाँलाई पनि मैले एसोसिएसन टिमबाट सम्मान गर्न चाहन्छु। लाइन्स क्लब बुटोल मुक्तिनाथको नोबल प्याटर्न नाइट अवार्ड अनरिङ इन्स्टलेसन कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय महानुभावहरू, यस इन्स्टलेसन कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि एमडिएफ पुरुषोत्तम भक्त प्रधानज्यू, डिस्ट्रिक्ट फर्स्ट लेडी आदरणीय भाउजू र सम्बोधन एक्सेप्टेड लाग्ने आज एकदम यो कार्यक्रम लिएर भएको कारणले मैले सम्बोधन एक्सेप्टेड लाग्ने यस कार्यक्रममा हाम्रो मगौ टाकरनाइमा विभिन्न तबका तहबाट सहयोग गर्ने सम्पूर्ण हाम्रो क्लबको विशेष गरी प्रथम उपाध्यक्ष लाइन्स तुलसीराम पाण्डेप्रति ओराबाट दिनुभएको उहाँप्रति म विशेष हार्दिक आभार गर्दछु। र हाम्रो आज यस कार्यक्रमलाई 9 तालले केक उपहारहरू दिएर हामीलाई सहयोग गर्नुहुने म्याङ्गो ट्री फाउन्डर श्री प्रकाश पाण्डेजीलाई म विशेष धन्यवाद दिन चाहन्छु। र विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था लाइन्स इन्टरनेसनल अन्तर्गत हामी सेवा गर्छौँ भन्ने मूल नाराका साथ स्थापना भएको यस संस्था 10औं वर्षमा चलिरहेको छ। यस क्लबले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको छ। र यहाँ यस क्रममा आज क्लबको टाइगर नाइट अवार्ड अनरिङ इन्स्टलेसनको कार्यक्रममा गइरहेका थियौँ र यो कार्यक्रममा एकदम विशाल भव्य रूपमा समापन भएको हुन गइरहेको छ। र यस क्रममा हाम्रो हाम्रो ग्लोबल क्लबका विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। र मेरो 6 महिनाको कार्यकालमा मैले अहिलेसम्म भोगेको मैले मार्ग एकदम क्लियर मार्ग बल्ल भेटिसकेको छु। किनभने अब म कसरी जाने, कसरी के गर्ने भन्ने कुरो मैले बल्ल बाटो भेटाइरहेको छु। किन भन्दा अहिलेसम्मको मेरो जुन कार्यक्रमहरू गरिरहेको छु अहिले एकदम राम्रोसँग सम्पन्न भएका छन् र आगामीहरू आउने कार्यक्रम अझै राम्रो हुनेछन् भन्ने म यहाँको हाम्रो गभर्नरलाई आश्वासन दिन चाहन्छु। हामी गभर्नरको सक्सेस अझै बनिएर नारालाई हाम्रो साथ गर्दै हामी सबै मिलेर हाम्रो क्लबलाई एकदम उत्कृष्टमा पुर्याउनेछौँ र यसमा ठुलोहरूले सहयोग गर्नुहुनेछ र हाम्रो पछाडिको साथीहरूले पनि सहयोग गर्नुहुनेछ र आउने पदाधिकारीलाई पनि हाम्रो गोविन्द सर एकदम ठुलो छोडेर जानुभएको छ। मेरो लागि त उहाँले भारी नै छोडेर जानुभएको छ। उहाँलाई एकदम उठेर एकपल्ट सम्मानित गर्न म हाजिर गर्छु। तपाईँले यति भारी बोलाइदिनु छ, तपाईँले हाम्रो मेरो लागि यति भारी बोलाइदिनु छ। मलाई लाग्छ तपाईँको एकदम ल उहाँले गरेको सम्मानलाई सबैले दिएको 2 किलोको सम्मान होला, तर दिँदाखेरि तपाईँले रिटर्न गर्दा 50 किलोको सम्मान भनेर रिटर्न गरिदिनु हुन म सबैलाई आग्रह गर्छु। विशेष गरी म पूर्व पक्षबाट मैले धेरै मार्गदर्शनको अपेक्षा गरेको छु। जुन अपेक्षा मैले अहिले मैले त्यति पाइरहेको छैन। विशेष
एक दुईजना छोडेर अरू अध्यक्षहरू एकदम निष्क्रिय अवस्थामा हुनुहुन्छ। उहाँको केही सक्रियताको म कामना गर्दछु र अब म कार्यक्रम विशेष भक्ति हुनेछन् मात्रै हो, यसलाई जसरी पनि उत्कृष्ट बनाउने छु भन्ने मैले प्रण लिएको छु र आज यस टाटा नाइट प्रोग्राममा सम्पूर्ण उपस्थित मानवहरूलाई विशेष धन्यवाद दिँदै आजको यस 9औं टाटा नाइट प्रोग्रामको समापन भएको म घोषणा गर्न चाहन्छु।
हस्